वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू नि सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। कपालहरू चाहिँ क्या झिङ्गिङ्ग भएछ भने आज चाहिँ अब घर जान आँटेको है। लगभग चौरीहरू सब पुग्यो। अब चाहिँ घर जान आँटेको। हेर्नु होला भिडियोलाई होइन। त्यस्तै हो, अरू त के भन्नु छ र। यस्तै छ अब भन्ने, यस्तै हो जिन्दगी होइन। गाउँले लाइफ यस्तै हो। ल है त गाइस, भिडियोलाई हेर्दै गर्नु होला। यो चाहिँ अब बासी भात तताएको है। बिहान बिहान आगो बालेर यस्तै हो, वनमै बस्यो, खाइयो रोटी है। अब खाना यहीँ छ, भ्यू देख्न सक्नुहुन्छ हिमाल। अनि अब यस्तै हो, अब चाहिँ जान आँटेको यहाँबाट। अब ब्याग बोक्यो अनि खाऊ चाहिँ कसले भनेछ, खाऊ कसले भनेछ। जुनै यता छ बस पार्क। यही होला सायद तपाईँको बस पार्क। आई थिङ्क सो गर्जियस। यादै पाएछन्, यादै पाएछन्। फर्केर जाने भनेकै याद पाएछन्। याक लिनै सकेन यार, लास्टमा त लिनै सकेन। दुःख मात्र भयो। फेरि उकालो चल्नु बल्ल बल्ल पुग्यो त। कहाँ पुग्न लाग्यो। भोक पसिना त्यो खानु लाग्यो। गाह्रो छ गाह्रो। सिरियस भोक लाग्यो। प्लास्टिकमा खाना ल्यायो। खाने हो क्या न? खाँदैन। भोक त खाने हो। यस्तो भोक लाग्यो भने यार। याद चाहिँ लिन सकेन अनि अब फर्केर जान आँटेको गाउँमा। अब कति न कति भन्दै बस्नु होइन। अब अस्ति आउँदाखेरि नि यहीबाट आएको। यस्तो जङ्गलमा हिँड्नुपर्छ यार, बाटै छैन। गाह्रो छ गाह्रो। बोझपत्र मात्र छ यार। अनि अब भरिला भन्ने ठाउँमा पुग्यो। यस्तो कुकुर है, कुकुरको बच्चा। यो चाहिँ बोटे कुकुर चाहिँ होइन जस्तो छ। अनि भोक लागेपछि बिचारहरूलाई हामीले खानासाना दिएको है। खाइरहेको थियो। अब के गर्नु छ, अब त यस्तै हो। अनि फर्केर जाँदै हो, देख्न सक्नुहुन्छ। अनि भर्खर फौजी आएको यो ठाउँमा चाहिँ। फौजीको पोल चाहिँ यहाँ रोपेरहेछ। अनि अब हेर्न सक्नुहुन्छ र आज फेरि र गएर बस्छौँ हामी चाहिँ। अनि अब चाहिँ र पुग्न आँटेको। अब विकास भयो नि। अब र पनि रोड पुग्यो। अब पुग्यो भन्दा नि पुगेको छैन। अब पुग्न आँटेछ। यता डजरहरू खन्दैछ। अस्तिको स्काई भेटर फुटेको चाहिँ माथिबाट ढुङ्गा लगाएर फुटेको स्काई भेटर यही हो। पुरा काचाक्न कुचुक पारे रहेछ, देख्न सक्नुहुन्छ। रोड पुगिसक्यो है। अब यहाँदेखि चाहिँ स्टार्ट हुन्छ र गाउँको वेलकम गेट साइडै होला। म नि अब र गाउँमा पहिला बच्चा हुँदा आएको, नत्र अहिले फर्स्ट टाइमै हो भनौँ। अनि यसरी गएको है। हामी 4 जना थियौँ। अनि देख्न सक्नुहुन्छ यो स्वास्थ्य चौकीको भवन रहेछ। यता धारो रहेछ, देख्न सक्नुहुन्छ। अनि अब र गाउँमा चाहिँ यस्तो गल्ली छिर्नु पर्ने रहेछ। म यता
हिँडिरहेको छौँ। अनि पछाडि देख्न सक्नुहुन्छ हिडो आइरहेको छ, हेर्नु त यो रगाउँ गल्ली गल्ली छिर्नुपर्छ। अनि देख्न सक्नुहुन्छ झन्डा। अब यता चाहिँ देउताको झन्डा, यस्तो गल्लीमा छिर्नु पर्ने रहेछ है। अब फाइनल्ली हामी चाहिँ बस्ने ठाउँ पुगिसक्यौँ। हामी बस्ने चाहिँ यही हो, हाम्रो बुबुको घर त्यही बस्छौँ हामी चाहिँ। अनि यता चाहिँ एउटा भेडा चाहिँ मरे रहेछ। अनि के अब मरेपछि त अब त्यो खुइलाउने कुरा हुन्छ होइन, फेरि आफूलाई खुइलाउन नि आउँदैन। मैले बत्ती बालेँ, अनि मामा र अर्को दाइ एउटाले खुइलाउनु भयो त, यस्तो राति अपरेसन गरे जस्तो बत्ती बाल्दै यसरी खुइलाए। दुईजना त ट्यालेन्ट रहेछ खुइलाउनुमा, त पुरै खुइलाइदियो। अनि पछि त देख्न सक्नुहुन्छ भेडालाई त पुरै यसरी खुइलाएर हेर्न त यसरी तान्छ अनि दुईजना। अनि यसरी काट्यो होइन, भित्रको आन्द्रा झिक्ने भन्छ यार, भित्रको नि यसरी मामाले काटेर झिक्नु भयो यसरी। तर मासु चाहिँ हामीले खाएन। अनि आजको भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। ल है त, बाई।